साउदीको साथीहरू महत्त्वपूर्ण सूचना ध्यान दिएर सुन्नु होला। यही 2025 मे 11 तारिकभन्दा पहिले जति पनि साल पहिले भएको हुनसक्छ, तर 11 तारिकदेखि यतातिरको होइन। फेरि पछाडि जति पनि साथीहरूको हुरुप लागेको छ, तपाईँलाई 6 महिनाको समय दिएको छ। 6 महिनाभित्र तपाईँले कम्पनी चेन्ज गर्न सक्नुहुन्छ। यो फेरि अरू वर्करको लागि, अरू कामदारको लागि होइन, जो घराइसी भिसामा हुनुहुन्छ डोमेस्टिक वर्करहरू, तपाईँहरूको लागि हो। तपाईँले राम्रो कपिल खोजेर सजिलैसँग कम्पनी चेन्ज गर्न सक्नुहुन्छ अलमोस्ट प्लेटफर्मको माध्यमदेखि। र तपाईँले कुनै पनि चार्जहरू दिन आवश्यक छैन, कुनै पनि चार्ज लाग्ने छैन। साउदी सरकारले दिएको सुविधा हो यो। यदि तपाईँको कुनै भोइलेसन फाइनहरू छ या अकाउन्टमा अरू भ्यालिड थिएन भने त्यसको पैसा चाहिँ तपाईँले जम्मा गर्नुपर्नेछ। बाँकी अरू कुनै पनि चार्ज लाग्ने छैन, कुनै पनि व्यक्तिलाई पैसा दिन आवश्यक छैन। राम्रो कपिल खोजेर तपाईँले सजिलैसँग ट्रान्सफर लिन सक्नुहुन्छ। अब यदि नेपाल आउन चाहनुहुन्छ भने नेपाल त आउन मिलिहाल्छ, तर अरू कुनै कम्पनीमा काम गर्ने साथीहरूको लागि चाहिँ यो होइन है, मात्र घराइसी भिसामा भएको साथीहरूको लागि हो। यदि तपाईँ कम्पनीमा काम गर्नुहुन्छ, तपाईँको हुरुप लागेको छ भने एमबिसीको माध्यमबाट या तपाईँ जवाजातमा गएर प्रोसेस गरेर नेपाल चाहिँ जान सक्नुहुन्छ। त्यसको लागि कुनै पनि पैसा लाग्दैन। भिडियो सेयर गर्नुहोला। जय नेपाल।